हेलो साथीहरू, वेलकम टु मेरो अर्को एउटा नयाँ ब्लगमा। आजको ब्लगको सुरुवात भइसकेको छ। धेरै चाहिँ हुँदैन, छोटो हुन्छ है। आज चाहिँ म मेरो माइती घरमा चाहिँ तरकारीहरू टिप्न आएको। फर्सीको मुन्टा हरियो परियो। अहिले यो सिजनमा फर्सीको मुन्टा खाँदा कति मिठो हुन्छ है। अनि किनेर नै खान्छु खानु त, तर त्यही पनि घर पनि खाऊँ न भनेर घरको लिन आएको। म चाहिँ यता मकैबारी कत्रो ठुलो भएको छ हुन्छ नि। मकैबारी उयो यता चाहिँ सबै पल्टिङ खनेर केही छैन। उता पनि खन्दैछ अझ। के भिजा गराउँछ मेरो खुट्टामा। साग सुसुक पछि भिजा छ भने यहाँनिर यो फर्सीको मुन्टा टिप्दाखेरि यति डर लागेको होइन। मलाई त त्यो सर्प आउँछ कि जस्तो लागेको कि यो गर्मी महिनाको सिजनमा कति धेरै सर्पहरू आउँछ नि त। यस्तो झाडीमा छ भने फर्सीको मुन्टा पनि। यहाँनिर चाहिँ प्रायः पहिला पनि सर्प आइरहन्थ्यो क्या। अनि यहाँनिर चाहिँ जानै डर लागेको कि एकदम झाडी छ। रुख हेर्नुहुन्छ नि कत्रो ठुलो रुख हो यो। खुर्सानी बारी, हाम्रो खुर्सानी बारी कस्तो मिठो हावा लगाइरहेछ। घाम चाहिँ कति चर्क्या हो, घाम कति चर्केको। हावा पनि लगाइरहेछ, शीतल पनि भइरहेछ हुनु चाहिँ, तर गर्मी पनि भइरहेछ। अनि यहाँ मकै बारीहरू हेर्नु सक्नुहुन्छ। अनि खुर्सानी फल्दैछ खुर्सानीको बोटमा। खुर्सानी घारी छ हाम्रो चाहिँ म कर्कलो पनि टिप्छु। कर्कलो पनि लानुपर्ने हुन्छ। यहाँ हेर्नुहुन्छ भने गोडमेला मम्मीहरू चाहिँ यहाँ गोडमेला खेती पनि गरिरहेको छ। यसको चाहिँ छत छैन फेरि। यहाँ चाहिँ के रोप्या हो, पुरै यसले छोपेको छ गोडमेला। यो भेन्टा चाहिँ फल्दैछ है, फुलहरू फल्दैछ। अलिअलि चाहिँ फलेको पनि छ, चिचिलै छ कि धेरै ठुल्ठुलो चाहिँ छैन। यहाँ चिचिलै छ। अनि यहाँ यो फेकीको बोट हो। अनि त्यसपछि यो चाहिँ बेस्ट। यो कालो खुर्सानी चाहिँ यति पिरो हुन्छ नि साथीहरू। ओमाई खुर्सानी हेर्नुहुन्छ भने यो खुर्सानी पनि देख्दिनँ त म त। यस्तो कालो खुर्सानीहरू यस्तो पिरो हुन्छ नि, हुन्छ खानलाई चाहिँ। आज चाहिँ म कर्कलोसँग अचार बनाएर खाना खानेवालामा छु। भिन्डाहरू फल्दैछ है। नेक्स्ट टाइम चाहिँ लैजानुपर्छ। यो चाहिँ गोडमेलाहरू छ भित्रहरू चाहिँ। यहाँ छ कर्कलो टिप्छ है त्यो साथीहरू। म चाहिँ यो पनि टिप्दैछु है। यो चाहिँ आइरनयुक्त लट्टे साग पुरै रहेछ यहाँ फलेको। अलिअलि टिपेर लैजानु पऱ्यो भनेको। यो त टिपे, तर यो रातो हुन्छ त। यस्तो हात पनि रातो हुँदो रहेछ क्या। फेरि टिप्दाखेरि पनि रातो हुने। अहिले मन्दिर पनि गएर आएको, अलिअलि रातो चाहिँ थियो। यो टिप्दाखेरि पनि रातो हुँदो रहेछ। लट्टेको साग, बटरफ्लाई हेर्नु उड्दैछ। लट्टेको साग बारीमा हिँड्दा चाहिँ मैले के देखेँ साथीहरू, यहाँनिर चाहिँ के गरेँ, कौवा नै मरेछ भनेको। नानीले के देख्नुपर्छ भाइ। मैले चाहिँ यो फर्सीको मुन्टा नि टिपेँ, कर्कलो, लट्टेको साग। यहाँ चाहिँ खुर्सानी, ब्ल्याकवाला खुर्सानी, अनि ठुलोवाला खुर्सानी, पिरोवाला टिपेँ। अब चाहिँ म एकछिन थक्कै मार्छु। अनि त्यसपछि म जान्छु घरमा गएर चाहिँ आज मकै उसिन्छु। मकै उसिनेर खाएर चाहिँ म अब आफ्नै घर जान्छु। म चाहिँ यहाँ माइतमा छु साथीहरू। कति धेरै गर्मी हो, गर्मी पनि हो। बस्दाखेरि चाहिँ रमाइलो हुने। फेरि लाउँखुट्टे चाहिँ यहाँ टोकेर हेर्नु कस्तो बनाएको छ। मेरो खुट्टा पनि कस्तो यस्तो लाउँखुट्टे नि धेरै आउने। गर्मी महिना सिजनमा त लाउँखुट्टे झिङ्गा छुट्दै नछुट्ने कति धेरै आइरहने हो। हेर्दाखेरि चाहिँ यो चाहिँ इस्कुसको बोट। यो हामी हुँदा कत्रो ठुलो रुख थियो। ठुलो रुख चाहिँ काटेछ, अलि सानो रुख चाहिँ ठुलो भएर चाहिँ क्या। ठुलो रुख थियो है इस्कुसको बोट। यहाँ तल पनि फर्सी रोप्नु भएको छ। फर्सीहरू चाहिँ अस्ति कति झुनिरहेको थियो, अहिले चाहिँ छैन रहेछ। यहाँ तल पनि फर्सी हो। मम्मी चाहिँ उहाँ तलतिर हुनुहुन्छ, हेर्नुहुन्छ नि पारी। जग्गाको भाउ पनि कति महँगो हो काठमाडौँमा। यहाँ पहिला बन्थ्यो, अहिले त घर बनेर हेर्नु सहर जस्तै भइसक्यो। यहाँनिर चाहिँ अहिले फाँड्दैछ पुरै यो डाँडोलाई त भत्काइदिँदैछ। म चाहिँ अब घर गएर मकै उसिन्छु। मकै उसिनेर खाएर चाहिँ आफ्नै घरतिर लाग्छु। एक दुईवटा चाहिँ भिडियो बनाउनु पर्ला, टिकटकमा हाल्ने। कस्तो राम्रो मिठो हावा पनि लगाइरहेको छ है। यस्तो गरेर टिकटक बनाउनु पऱ्यो। अनि आफ्नै घरतिर लाग्नु पऱ्यो जस्तो भए पनि होइन। गएर आज चाहिँ म तरकारी पकाउँछु। यो गाभा भयो नि त। यो गाभाको तरकारी बोडी पनि मिठो हुन्छ। तर आज चाहिँ मङ्गलबार भएर चाहिँ म चाहिँ यसो बोडीसोडी केही खान्न। आज मङ्गलबारको व्रत बसेछु मैले पनि। सो जाउँ मकै उसिन्नलाई साथीहरू, जाउँ।
साथीहरू मकै झिँडेर मकै झिँडिसकेको छु। चाहिँ मकै उसिनेर ल्याएर भाँडो हेर्नु न, मकै उसिने भाँडो अर्को भाँडामा आउँदैन, त्यही भएर ठुलो भाँडामा चाहिँ उसिन्न लाग्छ। मैले धेरै सिट लाउनुपर्छ भनेर यसलाई कटक फ्राइबाट आएको 100 रुपियाँ अरे 100 रुपियाँ। अब मैले बसाउँदै छु है त। मैले चाहिँ रेडी गरेर बसालिसकेको छु कुकरमा मकै पर्ने त्यो बिन्दा ल्याइदे आधा किलो जस्तो छ 15 रुपियाँ दिन।